माग्न आएको रहेछ मान्छे टक्क अब होइन रेस्पेक्ट दाजु यहाँ आउनु है चाबी कहाँ हो यहाँ फेरि लाउनुको लागि पढ्ने हो ल म दिदी छु होइन दिदी भनेको दिनुपर्छ होइन रनिङ गर्नुपर्छ मसँग खासै धेरै त छैन यसको डोनेसन भिडियो पहिले पनि आइसकेको थियो हुनु सायद उता नि देखा धेरै त छैन होइन 100 रुपियाँ 100 रुपियाँमा चाहिँ दिनु हुन अरे कहिले पनि अलिकति डबल पैसा नि दिनुपर्छ भन्ने थियो त्यही भएर म अलिकति रेस्पेक्ट गर्नु नै पढ्दैन पढी किनभने होइन ठिकै छ नि त भनेर हो फर्स्ट टाइम यस्तो भिडियो बनाउँदा माया खुट्टै लग कामिरहेको थियो ल धन्यवाद है तपाईँलाई ल ओके गुड नाइट हेलो व्हाट्सअप एभ्रीवन वेलकम ब्याक टु माई न्यू भ्लग है सबैजनालाई स्वागत छ अनि सबैजनालाई गुड मर्निङ आज चाहिँ टक्क म हिजो आएको थिएँ अनि भएर चाहिँ अब हिजो भ्लग बनाइन किनभने आज नयाँ दिन भनेर म आज भ्लग बनाइदिएको अनि सो त्यही नै हो आज म फुपूको गोठामा टक्कसँग छु किनभने अहिले फुपूको गोठामा दाइहरू सुत्दैछ त्यहाँ दुईजना सुतिरहेको छ भाइहरू अनि दाइहरू सुतिरहेछ त्यही हो कति देखाउँछ सामान भद्रगोल छ भनेर भ्लगमा होइन अब सो म गाउँ जानको लागि चाहिँ रेडी हुँदैछु यी सामान पनि मैले टक्क झोलासोलाहरू पनि प्याक गरिसक्यो ल हेर्नुहोस् मेरो यो जुत्ता मैले मात्र कतिमा किनेको भन्दाखेरि 1450 मा किनेको जुत्ता होइन होला के हो ठिकै लाग्यो मलाई होइन सेतो खालकोमा यता अब बत्ती नबालेर तनावै छ है सुतिरहेछ अब भनौँ न अनि त्यही हो यो म लेदर ब्याग मेरो यो पहिलाको पुरानो झोला हो यो लिएर जान्छु म अनि जो त्यही नै हो मैले बिहानै उठेर चाहिँ अब अहिले भर्खरै उठेँ हो लगभग म मुखसुख धोएर पनि दाँत चाहिँ माझेको थिएन किन ब्रस ल्याउनै बिर्सेछ हो मैले दाँत माझ्न भनेको ब्रसै ल्याउनु बिर्सेछ अनि सो त्यही नै हो म अब दिगो ब्रस गर्छु सो म अब निस्किन्छु यहाँबाट सो खासमा भन्नुपर्दा अब म निस्किन लागेको टक्कसँग चस्मा टाउकोमा हालेँ अनि झोलासोला देख्न सक्नुहुन्छ रेडी हालेर बसेछु अनि यो हुडी लाने कि नलाने भनेर तपाईँलाई सोध्न आएको ल कमेन्ट हानिदिउँ है सबैले यो हुडी लाने नलाने मैले भनेर तपाईँले कमेन्ट हान्नुन्जेल म घर पुगिसक्छु अब यत्रो केही छैन सामानहरू पुरै रेडी भइसक्यो अब मैले टक्कसँग पठाउ चाहिँ बुकिङ गरिसकेको छु अब यहाँ टक्क अगाडि पठाउ बुकिङ आउँछ अनि पठाउ आएपछि म यहाँबाट निस्किन्छु होला सायद किनभने ढिलो नै भइसक्यो अहिले लगभग यहाँ 9 साढे 9 हुन लागिसक्यो त्यस्तै हो लगभग 3-4 बजी पुगिन्छ होला सायद जस्तो लागिरहेको मलाई माइक्रोमा गयो भने चाहिँ गाडीमा गयो भने चाहिँ टाइम लाग्छ होला सायद अब गाउँको गाडी पाइँदैन यति बेला किनभने बिहानै हिँडिसक्यो बिहान अब लगभग म 7 बजी उठेछु 7 बजी त पाइन्थ्यो होला अब आलार्म राखेर उठ्नु पनि उठिनँ ल म यहाँबाट हिँड्छु अब अहिले चाहिँ म ट्याक्कै यसो चाहिँ कभर चेन्ज हान्दिउँ भनेर गर्नु हुँदैछ अनि दाइलाई चाहिँ कभर टक्कसँग चाहिँ अब यहाँ हेरौँ है कभर यस्तै खालकोमा देखाउनु न यस्तै खालको राउन्ड 15 प्रो म्याक्स हो दाममा त्यसमा चाहिँ दामी लाग्छ क्या मलाई कभर चाहिँ कभर चेन्ज गऱ्यो भने चाहिँ बबालै देखिन्छ अब चाहिँ म घर चल्दिन लाग्यो किनभने यसको अलिकति कभर राम्रो लागेन अनि त्यही भएर म चेन्ज गरिदिनु लाग्यो अब यहाँ टक्कसँग चाहिँ कभर चेन्ज गर्छु मलाई सोले देख्नु सक्नुहुन्छ मैले यस्तो सेतो खालकोमा कभर किनेँ होइन राम्रै लाग्यो मलाई सेतो खालकोमा टक्क कभर कि अनि त्यही नै हो राम्रो लाग्यो मलाई अब देख्नु होइन अब अलिकति सेक्सी देख्यो नि त मलाई यस्तो सेटअप दामी देखिएको छ हौ लु चाहिँ मैले चाहिँ अहिले यहाँ चक्लेट किन्न लागिरहेको छु यो गुटपाक के खालको हो कसैले गुटपाक अहिलेसम्म मैले खानी छैन हो गुटपाक त अनि यसो चाखिदिउँ भनेर हो डेरी मिल्कहरू त खाइरहेको छु चाडा खानु होइन अनि यहाँ ल ठिक छ यसो ब्लग हान्न मिल्छ नि है देख्न सक्नुहुन्छ अहिले चाहिँ म यहाँ किन्दैछु डेरी मिल्क यो मेरै लागि हो किटक्याट चाडा यो कतिवटा किटक्याट कति हो एउटाको 50 रुपियाँ हो र हजुर यसलाई 100 रुपियाँ हजुर ठिकै छ एउटाको 100 होइन हजुर अब एउटा दिनु ठ्याक्कै ल यति भएपछि भयो अब हिसाब गर्नु मिलाउनु है टक्कसँग 860
फोन पे हुन्छ नि। अहिले चाहिँ म टक्कसँग बस पार्क आइपुगेँ होइन गाडी चढ्नको लागि। अनि यहाँबाट जान्छु म अनि उता टिकट काउन्टरमा गएर चाहिँ गर्छु है त।